यसको त डिस्प्ले उडेको छ यसको त सामान पाउन्न नि अहिले यो बजारमा आउने सामान आइसी उड्या जस्तो छ यसको छोडेर जान्न पछि बत्ती आइसी बनाइदिनु बत्ती नै छैन आज लाइन गएकै गर्छ करेन्ट त आइरहेको छ तपाईँको चार्ज हुनुपर्ने म हेर्छु एकदिन पर्ने है हामीलाई मार्जिन नै छैन तपाईँको के मार्जिन छैन तपाईँको केही छैन अब कभर आए 25 रुपियाँ आउँदैन हामीलाई भाडा तिर्नु पुग्दैन पानीमा खसाल्नु भएको पानीमा खसालेर त हतपत्त बनाउनु गाह्रो छ 5 दिन जति लाग्छ तपाईँको अब यो डाटा केबल शुद्ध लिएर जानुहुन्छ भने तपाईँको 300 मा आउँछ यो डल्लो टाउको शुद्ध लिएर जानुहुन्छ भने तपाईँको 600 मा आउँछ दुईटा सँगै लिएर जानु भयो भने फेरि 500 मै आउँछ यो तपाईँको लास्ट पिस बाँकी हो अब मैले आफैले चलाउनु लिएर हो तर अहिले मेरो अहिले अर्को भए भएर यो बेच्दिउँ भन्ने मात्र हो तपाईँको यही मोबाइल बाहिर छोइसाध्दैखेरि तपाईँ कति महँगो छ तपाईँको मोबाइल यहाँ नबन्नु लाग्छ छ म हेर्दैछु म फोन गर्छु तपाईँलाई है जापानमा हुनुहुन्छ नि त आलुको भाउमा मोबाइल आइहाल्छ नि त होनाका मोबाइल सप आकियाबारमा जानु त यो थोत्रा मोबाइल बनाउने होइन नयाँ नयाँ किन्ने महिनै पछि नयाँ नयाँ चलाइरहने है सस्तो पाउँछ राम्रो पनि पाउँछ ल तपाईँले यो मोबाइल बाहिर अरू पसलमा देखाउनु भएको थियो हुन्न नि किन देखाउनु भएको तपाईँले यहाँ तपाईँको उसले बिगारेर पठाइदिन्छ हुन्न यहाँ कहीँ नै हुन्न बाहिर ल्याए मोबाइल यहाँ चलाउनै गाह्रो छ तपाईँहरू बाहिरबाट आउँछ यहीँ पाउँछ बाहिर ल्याउनुहुन्छ अनि कहाँ हुन्छ हुँदैन यो उतै लिएर गएर तपाईँको आइडी फेर्नुपर्छ यो त उतै फिर्ता उतै उहीँ लिएर गएर बनाउनु पर्छ यहाँ पर्दैन